विश्व क्यान्सर दिवस याछोले यलया हरिसिद्धि चुङ्गु नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर दीप प्रज्वलन ज्याजो जुगुदु यस प्राङ्गणमा उपस्थित सम्पूर्ण मेरा नेपाल क्यान्सर हस्पिटलका परिवार तथा बुधबार अस्पताल दीप प्रज्वलन लिसे तिथि ज्याजो यागु खा अति नै आकर्षक यो झण्डा नेपालको नक्सा र क्यान्सर लोगो बनाउने हाम्रा एडमिनका टिम अनु म्याम, बेनु म्याम, कल्पना म्याम, हाम्रा इन्टरनल अडिटरका साथीहरू उहाँ सायद गइसक्नु भएको छ र अरू पनि मैले नाम यदि छुट्याएको छ भने उहाँ कल्पना म्याम यस सबलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यो कार्यक्रमलाई सहयोग गर्ने हाम्रा अर्गनाइजिङ टिम हामी लगभग 4-5 दिनदेखि लागिरहेछौँ। जीवन सर, पुनम म्याम, स्वयं सर, मार्केटिङ टिमका मनोज सर, यो सन्देश एकताको सन्देश आशा छ, उपचार छ भने क्यान्सरको उपचार पनि सम्भव छ। अब अलिकता फ्रन्ट रोलाई खाली गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। अब हाम्रो अर्को ज्याजो यता सम्बोधन यान्से क्यान्सर लोय विशेषज्ञ नजुयादिमा अस्पताल कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठ फेब्रुअरी 4 तारिक हुनु विश्व क्यान्सर दिवस रूपे जक मजुसे देत सहे क्यान्सर लोय त मनेते मागु थेदिल अनेकतामा एकता अर्थात् यो भनेको मतलब के हो भने हामी जो क्यान्सर चाहिँ जो कोहीलाई पनि हुन सक्छ र जो कोहीलाई पनि हुने क्रममा चाहिँ हरेक मानिसको आफ्ना आफ्नै कथा हुन्छन्, हरेक मानिसको आफ्नो आफ्नै समस्या हुन्छन्, हरेक मानिसले त्यो क्यान्सरलाई त्यसै किसिममा जोडेर लडेको हुन्छ। तर यसको चाहिँ कमन शत्रु के हो भने एउटा क्यान्सर हो र यसको लागि चाहिँ हामी सबैले आफ्नो क्षेत्रबाट ऐक्यबद्ध भई लड्नको लागि आह्वान गर्नको लागि यो चाहिँ यो थिम दिएको हो र यस थिम चाहिँ 2025, 26 र 27 गरे 3 वर्षको लागि चाहिँ लागू हुनेछ र यसलाई चाहिँ अहिले मैले भने जस्तै यो टिमलाई चाहिँ हामीले एक दिवसीय समारोहको मात्र नगरिकन हामी सबैले एउटा आजको दिनदेखि नै मनैभित्र चाहिँ एउटा प्रतिबद्धता जाहेर गर्दै क्यान्सरको लागि हामीले के किसिमबाट हामीले चाहिँ एउटा कन्ट्रिब्युसन गर्न सक्छौँ भन्ने चाहिँ एउटा मनमा एउटा चाहिँ हामीले चाहिँ एउटा प्रतिबद्धता जाहेर गर्दै हामी यहाँ सबैले यहाँबाट जानलाई म आह्वान गर्न चाहन्छु। समय धेरै लिन चाहन्न। आजको यस कार्यक्रमलाई एउटा छोटो कुरामा भनेर के जान्न चाहन्छु भने हामी चाहिँ एउटा सबैमा एउटा मेसेज के दिनु आवश्यकता छ भने क्यान्सरको पनि यस्तो उपचार रोग हो जसको उपचार सम्भव छ, नेपालमा सम्भव छ र यसको लागि बाहिर जानु पर्दैन र सम्पूर्ण नेपाली क्यान्सर बिरामीको उपचार नेपालमै भन्ने नाराको लागि म स्मरण गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। देदस फेब्रुअरी 4 तारिक हुनु हलिङ कहे क्यान्सर विरुद्ध तिथि सचेतनामूलक ज्याजो याना विश्व क्यान्सर दिवस हरिगो खा यो बलुनलाई चाहिँ आकाशमा उडाइदिनको लागि म हाम्रो चेयरम्यान सर, मेडिकल डाइरेक्टर सर, स्वरूपा म्याडम, डाक्टर हरि ढकाल र डाक्टर गिसुक नेकपक्षीको सरलाई चाहिँ अगाडि आइदिएर भन्न विशेष अनुरोध गर्दछु। साथसाथै हामीले एउटा सानो सरप्राइज पनि के गरेका छौँ भने यो ब्यानर चाहिँ कसैले भेटाएर हामीलाई रिटर्न ब्याक गर्यो भने चाहिँ उहाँलाई चाहिँ एउटा एक्जिक्युटिभ हेल्थ प्याकेज चाहिँ फ्री दिनेछौँ। One, two, three. थुल्ले प्रति चेतना थकागु थुकिया रोकथाम इलेहे पहिचान उपचारे बबीको उद्देश्य ताप बुधबार थो दिवस नेपालले न तिथि ज्याजो याना हङ्गुख Ready.